अनि नि बुढा, जब जब तपाईँले यो फोटो बनाउनुहुन्छ, क्यामेरा चलाउनुहुन्छ, मलाई 2010 को कुरा याद आउँछ। तपाईँलाई आउँछ कि आउँदैन? के कुरा याद आउँछ? कति त मलाई नि आउँछ। मलाई आएको, तिमीलाई आएको हो कि अरू कुनै याद आएको? सुनाउ न, के चाहिँ याद आएको हो त? 2010 मा जब हामीसँग पैसा चाहिँ अब त्यतिखेर 1000 को नोट, 500 को नोट चाहिँ हामीले सायद त्यतिखेर देख्दिन थियौँ। तर इच्छा भने चाहिँ हाम्रो क्यामेरा किन्ने, यस्तो फोटो बनाउने, खिच्ने थियो। अनि मेरो श्रीमानको, मेरो भन्दा पनि उहाँलाई धेरै इच्छुक थियो, ठुलो इच्छा थियो नि। अनि धेरैजनाको घर दैलोसम्म हामी गयौँ पनि, सायद हामी केटाकेटी भएर होला, कसैले पत्याउनु भएन पनि। अनि आज हामी भन्दा सानो भाइ बहिनीहरू, सबैले त होइन, कसै कसै भाइ बहिनीहरूले भन्नुहुन्छ कि दिदीहरू दाजुहरू जस्तै हुनु छ, अनि तपाईँहरू जस्तै बन्नु छ, दाजु जतिको लेभलमा कहिले पुग्ने भनेर उहाँले भन्दै गर्दाखेरि चाहिँ हामीलाई त्यो 2010-9 को कुरा याद आउँछ। अनि कुनै समय त अहिले उहाँहरूले चाहनु भयो भने यस्तो ठाउँमा बस्नु भएको छ कि उहाँले चाहेको भन्दा पनि धेरै माथिल्लो लेभलमा बस्नु सक्ने ठाउँमा आउनु भएको छ। हामी चाहिँ त्यतिखेर चाहिँ चाहेर पनि हामीले सक्दिनथ्यौँ है। अवस्था स्थिति एकदमै नाजुक थियो र पनि हामीले कहिले हार खाएनौँ। अनि तपाईँहरूलाई पनि, भाइ बहिनीहरूलाई पनि यही भन्न चाहन्छु, तपाईँहरूले आफ्नो इच्छा चाहनालाई अघि बढाउनुहोस् अनि अघि बढ्नुहोस्, होइन? नआत्तिनुहोस्, धैर्यसँगले।